अन्याय सहेर बस्थ्यो। यो पुस्ता चाहिँ अन्याय सहेर बस्दैन। हाम्रा बाबुआमा खाडीमा, तिम्रा छोराछोरी गाडीमा, यो नारा जसरी लाग्यो नि, यो चाहिँ अन्याय अत्याचारको पराकाष्ठ हो। एउटा शासक सन्की हुँदा मुलुकले केसम्म बेहोर्छ भन्नेको सुरुवात हो त्यो। म अचम्बित केमा छु भने सिंहदरबार किन जलाइयो, म अचम्बित केमा छु भने सर्वोच्च अदालत त पनि सर्वोच्च अदालतका फाँट छानी छानी कसले जलायो। सुशीला कार्की प्रधानमन्त्री जेनजीले मात्रै बनाएको होइन, यति मान्नुहोस् है। सुशीला कार्कीलाई प्रधानमन्त्री जेनजीले मात्रै बनाएको होइन, केही मन्त्रीहरू पनि पहिले निश्चित थियो। तर यो विशुद्ध पानी नहालेको दुध होइन, यो विशुद्ध पानी नहालेको दुध होइन, यो दुधमा पानी मिसा पनि होइन, यो पानीमा दुध मिसा हो। सेनालाई ब्यारेकबाट निकाल्नु जति सजिलो छ, इट्स टु टफ टु गेट देम ब्याक। सेनालाई फेरि ब्यारेक फर्काउने कुरा चाहिँ एकदमै गाह्रो हुन्छ। त्यस कारणले